सम्पूर्णलाई स्वागत छ हाम्रो यस मिनी ब्लगमा। आज हामीहरूको छुट्टीको दोस्रो दिन हो र आज हामीहरू गइरहेका छौँ कोरियाको लोटो टावर, जुन कि 125 तल्ला बिल्डिङमा छ। अनि सबैजना एक्साइटेड छ हेर्नलाई। अब हेर्दा सक्नुहुन्छ एउटा मान्छेलाई कस्तो रिसायो होइन। अब गइरहेछौँ हामीहरू सबैजना रेडी भएर। फाइनली रेडी भएर हामीहरू ट्रेन समात्न गइरहेछौँ। ट्रेनबाट जाने हो। अनि एकजना पुरै थाकेर हो, यसको मुखसुख सबै रातो भएको छ। अनि त्यसपछि हामी फाइनली ट्रेनमा बसिसक्यौँ। सबैजना हिजोको थाकाइ कारणले पुरै आँखा रातो भएको छ, तर पनि घुम्नुपर्छ। अनि हामीहरू अब ट्रेनमा बसेर बाहिरको नजारा यति राम्रो हेर्न, दृश्य हेर्दै अब लाग्दैछौँ लोटो टावरतिर। र फाइनली अब हामीहरू लोटो टावर पनि पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ यो मोबाइलमा अट्दैन पनि, यत्रो ठुलो छ। अब त्यो माथिबाट भिडियो बनाउँदा कस्तो हुन्छ सोचेको पनि छैनौँ होइन। अहिले हामीहरू गइरहेछौँ। अनि त्यहाँ गएपछि थाहा हुन्छ। भित्रको दृश्य हेर्न सक्नुहुन्छ। सबैजना थाकेर बसिसकेका छ। अनि यहीँ अब एकजना पोज हानिरहेछ, एकजना पुरै थाकिसकेका छ। अनि त्यसपछि हामीहरू टिकट किनेर लाइनमा बसिसकेका छौँ। लाइनमा चाहिँ ठुलो लाइन छ क्या, छुट्टी छ नि त सबैजना हेर्न आछ। अनि ठुलो लाइन थियो। एकजनालाई लगभग 31,000 पऱ्यो, 31,000 लियो। अनि सबैजना थाकेर बस्दै उठ्दै 2-3 घन्टा लाइनमा बसेर भित्र पुगिसक्यौँ। र भित्रकोमा हेर्न सक्नुहुन्छ कति राम्रो यो LED लाइटहरू लगाएको छ। अनि त्यसमा झन् राम्रो भिडियोहरू आउँछ। त्यस्तो गर्दै हामी चाहिँ पुगिहाल्यौँ गेटमा, जहाँबाट डाइरेक्ट लिफ्टबाट डाइरेक्ट पुगिन्छ 117 तल्ला बिल्डिङमा। लिफ्टमा पनि यस्तो डिजिटल LED जस्तो लगाएको छ, पुरै सिनहरू हेरिने। अनि त्यो हेर्दै हामी चाहिँ 113 तल्लामा त्यहाँ हेर्न सक्नुहुन्छ पुगिसक्यौँ। र हामी जाने 118 तल्ला र त्योभन्दा पनि माथि जाने, तर यो लिफ्ट 118 तल्लासम्म जान्छ। अब त्यहाँ पुगिसक्यौँ। त्यहाँबाट हेर्न सक्नुहुन्छ यहाँबाट तलको बिल्डिङहरू सानो सानो हेरिन्छ। यहाँबाट दृश्य कति राम्रो हेरिन्छ। सौल टावर, जन कि हाम्रो फर्स्ट डे गएको थियौँ, त्यहाँबाट पनि यहाँ यो बिल्डिङ हेरिन्थ्यो र यहाँबाट पनि त्यो बिल्डिङ हेरिन्छ। र तल चाहिँ कति धेरै 100, अहिले चाहिँ 117 तल्ला माथि हो हाम्रो लोटो टावरमा हो। यहाँबाट सबै कुरा पुरै सानो सानो हेरिन्छ होइन। मैले बसेर पुरै हेरिरहेको छु तल। डर लाग्दैन, तर यहाँमा त झडो भने मान्छेको हड्डी पनि बच्दैन। तर कोरियामा त्यहाँ चाहिँ सबैजना आउँछ, त्यही भएर आएको। यहाँ यस्तो फुलहरू सजाएर राखेको छ फोटो खिच्नलाई। अनि सबै कुरा हेरिसकेपछि हामी रमाइलो गरेर अब फोटोसोटो सबै खिचिसकेपछि हामी लाग्यौँ अब खाना खान। भोक पनि धेरै लागिसक्यो, फोटो खिचेर बढी बढ्दैन। अनि टक्क अब होटल पनि आइसक्यौँ। अनि होटलमा अर्डर गऱ्यौँ। अनि टाइम लाग्थ्यो, त्यही भएर भिडियो बनाएको। त्यसपछि अब सबैजनाले मजाले खाइरहेछौँ, म पनि खान्छु। र त्यसपछि हामी लाग्छौँ आफ्नो कम्पनीतिर। र साइडमा हेर्न सक्नुहुन्छ फुलहरू पनि राखेको छ, फोटो क्लिक